पर्सनली यो गरेको किनभने माथि राखेर पुलिसलाई गोली हान्न लाउने त टियर ग्यास हान्न लाउने प्रहरीले गोली हानेका थिए माथि छत माथिबाट यो घरको माथिबाट टियर ग्यास यहाँ हानेको हो नि त यो हाने पछाडि यो घटना भएको यो नहानेको भए पुलिसले माथिबाट चार्ज नगरेको यो घटनै नहुने हो यो घर जस्तै दाइ तपाईँ अब यो घर धनी भएको हिसाबले पनि तपाईँलाई धेरै जानकारी छ मेरो घर यो भन्दा पछाडिको पछाडि यहाँको बासिन्दै हुनुभयो देख्नुभयो प्रत्यक्ष त्यस अर्थमा तपाईँले यति भनिदिनुहोस् कि ठ्याक्कै सुरुमा प्रदर्शनकारीले ढुङ्गामुढा गरे कि माथिबाट चार्ज हानेको पुलिस उतातिर थियो सबै उता फोकस थियो यहाँबाट हाने पछाडि सबैले यतातिर फोकस भएपछि अनि यो नबाँचेको हो आज यो भ्रम नपरे हुन्छ क्यामेरा 10 तिर छ हैन हेर्नुस् छतबाट सुल्के वहाँ छतबाट दृश्यमा देखिहाल्नु तपाईँले पछाडि कतैबाट चाहिँ असुर ग्यासको प्रहार हुन्छ जबकि स्टेजमा राष्ट्रगान बजिरहेको हुन्छ स्टेजमा त्यो बेला कुनै भाषण भइरहेको थिएन राष्ट्रगान बजिरहेको थियो र सबैले छातीमा हात राखेर राष्ट्रगीत गाइरहेको थिए र त्यही असुर ग्यास प्रहारपछि आन्दोलन भड्कियो र सबै तोडफोड हुन थाल्यो प्रमाणको लागि तपाईँले देख्न सक्नुहुन्छ हरियो बिल्डिङ अहिलेसम्म कसैले आक्रमण गरेको छैन र यही असुर ग्यासको प्रहारपछि आन्दोलन भड्केपछि चाहिँ त्यो बिल्डिङमा प्रहार हुन्छ र सबै तोडफोड र आगजनी हुन्छ र पुलिससँग धक्कामुक्की नगर्नु होला तपाईहरु पुलिससँग धक्कामुक्की नगरिकन तपाईहरु सबैजना यहाँ आउनुहोस् ग्राउन्डमा आउनुहोस् एकपल्ट ग्राउन्डमा त्यो घरको बिल्डिङबाट असुर ग्यास प्रयोग गरिरहेछ यो घरको भित्रबाट प्रयोग गरिरहेछ यो घरको भित्रबाट के हामीले अराजक के गरिरहेको थियौँ हतियार बोकेर आएका थियौँ सरकार तिमीलाई 17,000 मार्ने र मराउने काम गरेर रगतले नपुगेर अझै युवाको यो रगत चाहिएको हो युवाको रगत अझै चाहिएको हो यो देशलाई परिवर्तनका लागि हामी कति ज्यान दिने कति हाम्रा दाजुभाइहरूले ज्यान दिने के हामी नेपाली होइनौँ के गर्दैछ सरकार हेर उहाँ छतबाट असुर ग्यास प्रयोग गरिरहेछ यो के का लागि यो सभा गर्न हामीलाई किन नदिएको सरकार यो प्रचण्ड के का लागि बैठक बस्यौ तिमीहरू तीनजना देशलाई राष्ट्रघाती सम्झौता गरेर देशलाई बेच्नको लागि तिमीहरू मिटिङ बसेका के हामी युवा होइनौँ कि हामी देशका नागरिक होइनौँ कि हामीले हाम्रो अधिकार माग्ने राइट छैन के का लागि गणतन्त्र लिएर आयो हुन्छ कसका लागि लिएर आयो हिजो राजाको पालामा बोल्न पाइँदैन भन्छौ तिमीहरू 86 वर्ष हुँदासम्म तिमीहरू राज गरेर बसिरहेका छौ अनि बोल्न नपाएको भए तिमीहरू कसै राष्ट्रवादी साथीहरूले अफिसमा लागेको आगो निभाउनु भएको छ सुरक्षाकर्मीज्यूहरूलाई मेरो भिडियो देखिरहनु भएको छ बलेको आगो हाम्रो राष्ट्रप्रेमी युवाले निभाइसक्नु भएको छ सुरक्षाकर्मीज्यूहरूलाई यो भवनमा तल आइदिनुहोस् शान्ति गर्नको लागि अनुरोध गर्दछु यो हजुरहरू विचार गर्नु न कस्तो थियो होला यहाँ